उज्यालो तर्फ लैजाऊ। तिमी यहाँ आराम खोज्न आएका होइनौ। तिमी यहाँ आएको हो बिहानको पहिलो उज्यालोसँगै उठ्न, झोला काँधमा भिर्न, अझै नदेखिएका बाटाहरू खोज्न र यात्रामा निस्किन। तिमी यहाँ आएको हो लामो, सुनसान र कठिन बाटाहरू पार गर्न, जहाँ फोनको सिग्नल हराउँछ तर आफूलाई फेरि भेट्न सकिन्छ। मलाई उज्यालो तर्फ लैजाऊ। उकालो ओह्रालोका कठिन पाइला, चिसो हावा, हिमालका काखमा फैलिएको शान्ति र बाटोभरि भेटिएका मुस्कानहरूले हरेक क्षणलाई विशेष बनाइदिए। मलाई उज्यालो तर्फ लैजाऊ। मलाई उज्यालो तर्फ लैजाऊ। मलाई उज्यालो तर्फ लैजाऊ। तिमी यहाँ आएको हो कहिलेकाहीँ बाटो हराउन अनि फेरि आफ्नै बाटो बनाउन, किनकि यात्राले हामीलाई कति साना छौँ भनेर सम्झाउँछ, तर त्यही यात्राले हामीभित्र कति शक्ति लुकेको छ भन्ने पनि देखाउँछ। र जब अन्ततः बादल हट्छन्, जब त्यो दृश्य आँखा अगाडि खुल्छ, त्यहाँ पुग्न सहनु परेको हरेक दुःख, हरेक थकान, हरेक सङ्घर्ष त्यही नै हो जसले त्यो दृश्यलाई यति सुन्दर बनाउँछ। तिमी यहाँ आएको हो चिसो हावा महसुस गर्न, पानीसँग भिज्न, पहाडका उकालाहरू चढ्न र हरेक पाइलासँग आफूलाई चुनौती दिन। जीवनका सबैभन्दा सुन्दर दृश्यहरू सजिलो बाटोले दिँदैन, ती त सङ्घर्षले कमाइएका हुन्छ। तिमी यहाँ आराम गर्न आएका होइनौ। तिमी यहाँ आएको हो हराउन, खोज्न, लड्न र फेरि उठ्न, किनकि गन्तव्यभन्दा सुन्दर कुरा त्यहाँसम्म पुग्न गरेको सङ्घर्ष हो। र you didn't come here to be comfortable. You came to feel alive, to chase horizons, to embrace the unknown, to earn the view. Because the greatest stories are never found in comfort. They're found on the road less traveled. Because beyond every difficult climb, past every moment of doubt, there's a view that reminds you why you started. And suddenly, every step was worth it.